सुन साथीहरू, आज शिक्षकले तिमीहरूलाई बाइबलमा आउने एकदमै रोचक कथा सुनाउने छन्। स्कुल सकिएपछि साथीहरूसँग रमाइलो गर्दै खेल्यौ होला। अब अलिक ध्यान दिएर यो कुरा सुन। यो कथा येशूले आफै भन्नुभएको हो र शिक्षकले तिमीहरूलाई स्कुल जीवनमा सजिलै बुझ्न सक्ने गरी रमाइलो तरिकाले बुझाउनेछु। आज हामीले सँगै सुन्ने कथा लुका अनुसारको सुसमाचारबाट हो। 16 अध्याय 19 देखि 31 पदसम्म आउने धनी मानिस र लाजरको दृष्टान्त भन्ने कथा हो। यो कथा येशूले हामीलाई साँच्चै महत्त्वपूर्ण शिक्षा दिन भन्नुभएको हो। सबैजना तयार भयौं? अब भने शिक्षकसँगै कथाभित्र छिरौं। डुबेर हेर्न चाहन्छौ त? एक समयको कुरा हो, धेरै पुरानो समयमा संसारमा 2 जना मानिस बस्थे। तीमध्ये एकजना साँच्चै नै धनी थिए। यो धनी मानिसले हरेक दिन सबैभन्दा महँगो बैजनी रङको लुगा र राम्रो कपडाको पहिरन लगाउँथे। वाह, कल्पना गर्दा पनि कति रमाइलो होला हैन? हाम्रो विद्यालयमा सबैभन्दा राम्रो लुगा लगाउने साथी भन्दा पनि उही अझ बढी आकर्षक देखिन्थे होला। र यो धनी मानिसले हरेक दिन स्वादिष्ट खाना प्रशस्त परिकार बनाएर भोज गर्थे। गल्बी, चिम, पिज्जा, चिकन, ह्यामबर्गर, ताङसुयुक, टोकपोकी, मिठो केक सोच्दा मात्रै पनि मुखमा पानी आउँछ। जस्तो लाग्थ्यो हरेक दिन जसो जन्मदिनको पार्टी जस्तै हुन्थ्यो। धनी मानिस कुनै चिन्ता बिना खुसी साथ बस्थे। उहाँले चाहेको जे पनि पाउन सक्नुहुन्थ्यो, खान मन लागेको जे पनि खान सक्नुहुन्थ्यो। तर त्यही गाउँमा अर्को एकजना मानिस पनि बस्थे। यस मानिसको नाम नासारो थियो। नासारो साँच्चै दुखी मानिस के। उहाँको शरीरभरि घाउ थिए र दुखिरहन्थ्यो, सधैँ भोकै रहनुहुन्थ्यो। खानालाई केही नभएर धनीको घरको ढोकामा बसेर धनीले खाँदा बाँकी परेको टुक्रा झर्यो कि भनेर त्यसलाई खान पर्खिन्थे। वाह, साँच्चै दुःखनाग्दो कुरा हो। धनीले त हरेक दिन स्वादिला परिकारहरू पेटभरि खान्थे, तर नासारोले त एउटा टुक्रा मात्र खान पाउने आशामा पर्खनु पर्थ्यो। त्यसैमाथि बाइबलमा लेखिएको छ कि नासारोको शरीरमा भएका घाउ चाख्न कुकुरहरू मात्र आउँथे। नासारो साँच्चै कसैले पनि हेरचाह नगर्ने एक्लो मान्छे रहेछ। हाम्रो साथीहरू विद्यालयमा खाजा समयमा हामीले स्वादिलो खाना खाँदा कुनै साथीले धेरै भोक लागेको छ तर राम्रोसँग खाजा खान पनि पाउँदैन भने तपाईको मन कस्तो हुन्छ होला? नासारो सधैँ त्यस्तै अनुभूति गर्थ्यो होला। समय बित्दै जाँदा नासारोको मृत्यु भयो। नासारो स्वर्गदूतहरूले बोकेर अब्राहमको काखमा लगेछन्। अब्राहमको काख भन्नाले परमेश्वर हुनुभएको स्वर्गलाई जनाउँछ। नासारोले यो संसारमा दुःख पाएर बाँच्नु परे पनि परमेश्वरले नासारोलाई सम्झनु भयो र स्वर्गमा लैजानु भयो। हाम्रो साथीहरू विद्यालयमा दुःखी हुँदा जस्तै परीक्षा बिग्रेको छ वा कुनै कुराले मन दुखेको छ भने, साथीसँग झगडा भएर मन दुखेको बेला येशूमा विश्वास गर्ने साथीहरूलाई थाहा छ कि परमेश्वरले सधैँ हामीलाई हेरिरहनु भएको छ र कहिल्यै न कहिल्यै परमेश्वरले हामीलाई राम्रो कुरा दिनुहुन्छ भन्ने विश्वास छ भने त्यो हामीलाई सान्त्वना दिनेछ। र केही समयपछि धनी मानिस पनि मरे। धनी मानिस मरेर नर्कमा गयो। नर्क अत्यन्तै पीडादायक स्थान थियो। धनी मानिसले आगोको ज्वालामा दुःख भोगिरहेको देख्यो। उले नासारोलाई देख्न। नासारो टाढा अब्राहमको काखमा आरामसँग विश्राम गरिरहेको थियो।
धनी मानिस अत्यन्तै पीडामा थियो। उसले चिच्यायो, हे पिता अब्राहम, कृपया मलाई दया गरिदिनुहोस्, नासारोलाई पठाइदिनुहोस्। उसले आफ्नो औँलाको टुप्पोमा पानीको एक थोपा लिएर मेरो जिब्रो चिसो बनाइदियोस्। म यो आगोको ज्वालामा अत्यन्तै पीडामा छु। धनी मानिसले बाँचुन्जेल नासारोलाई कहिल्यै सहयोग गरेन, तर अहिले आएर उसैलाई सहायता मागिरहेको छ। कति धेरै पछुताएको होला। तर अब्राहमले धनी मानिसलाई भने, बाबु सम्झिराख, तिमीले बाँचुन्जेल सबै राम्रो कुरा पायौ र नासारोले दुःख पाइरहेको थियो। अब नासारो यहाँ सान्त्वना पाइरहेको छ र तिमी पीडामा छौ। र हाम्रो र तिम्रो बीचमा ठूलो खाडल छ, जसले गर्दा यहाँबाट तिमीहरूतिर जान चाहेर पनि जान सकिँदैन। त्यसरी नै त्यहाँबाट पनि हामीतिर आउन सकिँदैन। यसको अर्थ के हो भने हामीले यो संसारमा कसरी बाँच्यौं भन्ने कुराले हामी मरेपछि जाने ठाउँ फरक हुन्छ भन्ने हो। धनी मानिसले बाँचुन्जेल केवल आफूलाई मात्र सोच्यो र गरिब नासारोलाई सहयोग गरेन, त्यसैले मरेपछि उसले दुःख पायो। बरु नासारोले दुःखका साथ जीवन बिताए पनि उसले परमेश्वरमा विश्वास गरेर धैर्यपूर्वक बाँचेकाले स्वर्गमा शान्ति पाएको हो। धनी मानिसले फेरि एकपटक धेरै बिन्ती गर्यो, त्यसो भए बुबा, नासारोलाई मेरो बुबाको घरमा पठाइदिनुहोस्। मेरो 5 जना दाजुभाइ छन्, नासारोलाई उनीहरूका पठाइदिनुहोस् ताकि उनीहरू पनि यो दुःख पाइने ठाउँमा नआउन्। धनी मानिसले कम्तीमा आफ्ना दाजुभाइहरू नरकमा नआउन् भन्ने चाहन्थ्यो। अब बल्ल उसले अरूको बारेमा सोच्ने मन अलिकति भए जस्तो देखिन्छ। तर अब धेरै ढिलो भइसकेको थियो। अब्राहमले जवाफ दिए, उनीहरूसँग मोसा र अगमवक्ताहरू छन्, तिनीहरूको कुरा सुन्नुपर्छ। यसको अर्थ के हो भने परमेश्वरले पहिले नै मोसा र अगमवक्ताहरू मार्फत हामीलाई कसरी बाँच्नुपर्छ, कसरी परमेश्वरलाई खुसी पार्न सकिन्छ भनेर सबै कुरा सिकाइसक्नु भएको छ। बाइबलको वचन नै त्यो हो। हाम्रा साथीहरूले विद्यालयमा शिक्षकको कुरा ध्यान दिएर सुन्छन् र गृह कार्य मन लगाएर गर्छन्। जस्तै परमेश्वरको वचन पनि ध्यान दिएर सुनेर पालन गरे पुग्छ। त्यसपछि धनी मानिसले फेरि बिन्ती गर्यो, होइन अब्बा अब्राहम, यदि मरेका मानिसहरूमध्ये कोही उनीहरू कहाँ गयो भने उनीहरूले पश्चाताप गर्नेछन्। धनी मानिसले सोच्यो कि यदि मरेको मानिस फेरि बाँचेर फर्क्यो भने उनले आफ्ना दाजुभाइहरूलाई गएर चेतावनी दिन्छ भने उसका दाजुभाइहरूले कुरा मान्नेछन् भन्ने उनले सोच्यो। हाम्रा साथीहरू विद्यालयमा शिक्षकले जति राम्रो कुरा गरे पनि ध्यान नदिएर कुनै विशेष घटना भए मात्र बल्ल होसमा आउने अवस्था हुन्छ नि। धनी मानिसले पनि त्यस्तै सोचेको थियो। तर अब्राहमले अन्त्यमा यसरी भने, यदि तिनीहरूले मोसा र भविष्यवक्ताहरूको कुरा नसुने भने मरेका मानिसहरू मध्येबाट कोही बाँचेर आए पनि उनीहरूले विश्वास गर्दैनन्। वाह धन्यवाद, यो कुरा साँच्चै महत्त्वपूर्ण छ। जति विशेष घटना भए पनि परमेश्वरको वचनमा विश्वास नगर्ने मानिसले अन्तिमसम्म पनि विश्वास गर्दैन भन्ने कुरा हो यो। हाम्रो साथीहरूले विद्यालयमा जतिसुकै मिल्ने साथीले राम्रो सल्लाह दिए पनि आफूले सुन्न मन लागेन भने नसुन्ने जस्तै हो। ल साथीहरू, येशूको यो कथाले हामीलाई के शिक्षा दिन्छ त? सबैभन्दा महत्त्वपूर्ण शिक्षा भनेको छिमेकीलाई माया गर्नु र बारेर जीवन जिउनु हो। धनी मानिससँग धेरै पैसा भए पनि उसले आफ्नो छेउमा रहेको गरिब लाजरलाई कहिल्यै वास्ता गरेन। उसले केवल आफूलाई मात्र सोच्यो र आफ्नो पेट मात्र भरेर बाँच्यो। तर लाजर भने गरिब भए पनि उसले परमेश्वरमा भरोसा गरेर बाँच्यो होला। यसो नै भन्नुभयो। उहाँले यो दृष्टान्त मार्फत हामीलाई यसरी भन्नुभएको छ,
लुका 16 अध्याय 19 देखि 31 पदसम्मको वचनमा धनी मानिसको के भयो भनेर र लाजरको के भयो भनेर राम्रोसँग हेर्नु भन्नुभएको छ। यो संसारमा हामीसँग भएको पैसा वा राम्रो सामानहरू सधैँका लागि रहने कुरा होइनन्। हाम्रो साथीहरूले विद्यालयमा प्रयोग गर्ने लेखन सामग्री वा खेलौना पनि कुनै दिन पुरानो हुन्छन् र हराउँछन् नि। तर अरूलाई माया गर्ने र सहयोग गर्ने भावना अनि परमेश्वरमा विश्वास गर्ने मन भने सधैँ हाम्रो हृदयमा रहन्छ। हामी मरेपछि पनि परमेश्वरको सामु तिनै सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छन्। हाम्रो साथीहरूले विद्यालयमा खाना खाँदा छेउमा बसेको साथीले सायद थोरै मात्र साइड डिश पाएको छ वा कसैले घरबाट मिठो खाजा ल्याएको छ तर छेउको साथीले केही पनि ल्याएको छैन र उदास देखिन्छ भने हामीले के गर्नुपर्छ त? के हामी धनी जस्तो आफैले मात्र पेट भरि खाने र नदेखेझै गर्ने? कि लाजरस जस्तै केवल दया गरेर हेरिरहने? होइन, येशूले हामीलाई एकअर्कासँग बाँड्न र बिन सिकाउनु भएको छ। आफ्नो खाजाको आज साथीलाई बाँडिदिनु। कुनै साथी समस्यामा परेको देख्दा उलाई सहयोग गर्नु नै परमेश्वरले खुसी मान्ने कुरा हो। र यो कथाले हामीलाई परमेश्वरको वचन कति महत्त्वपूर्ण छ भन्ने कुरा पनि सिकाउँछ। धनीको दाजुभाइहरूले लाजरुस फेरि बाँचेर आएर भने विश्वास गर्छन् भन्ने सोचेका थिए। तर अब्राहमले भने परमेश्वरले पहिले नै मूसा र भविष्यवक्ताहरूको माध्यमबाट हामीलाई सबै कुरा पर्याप्त रूपमा बताइसक्नु भएको छ। त्यही कुरा बाइबलको वचन हो। जसरी हाम्रा साथीहरूले विद्यालयमा पाठ्यपुस्तक हेरेर पढ्छन्, हामी बाइबलको वचन मार्फत परमेश्वरले हामीसँग के चाहनुहुन्छ र हामीले कसरी बाँच्नुपर्छ भन्ने कुरा सिक्न सक्छौं। बाइबलको वचनलाई राम्रोसँग सुन्नु र पालन गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। निष्कर्षमा येशूको यो धनी र लाजरुसको दृष्टान्तले हामीलाई दुईवटा महत्त्वपूर्ण शिक्षा दिन्छ। पहिलो, छिमेकीले माया गर्न र कठिनाइमा परेका मानिसहरूलाई सहयोग गर्ने मन राख्नुपर्छ भन्ने कुरा। दोस्रो, परमेश्वरको वचन बाइबललाई सधैँ नजिक राख्नुपर्छ र त्यस वचन अनुसार बाँच्नुपर्छ भन्ने कुरा। यही नै हामीलाई अनन्त सुखतर्फ डोर्याउने बाटो हो भन्ने कुरा लुका 16 अध्याय 19 देखि 31 पदसम्मले स्पष्ट रूपमा सिकाउँछ। हाम्रा साथीहरू अझै साना भए पनि विद्यालय जीवनमा यी दुई शिक्षाहरूलाई हरेक दिन व्यवहारमा उतार्न सक्छन्। आजदेखि हामी छेउमा रहेका साथीहरूलाई अझ बढी माया गरौँ र कठिनाइमा परेका साथीलाई देख्दा खुसीसाथ सहयोग गर्ने असल बालबालिका बनौ भन्ने चाहन्छु। र हरेक दिन बाइबलको वचन पनि अलिकति पढ्दै परमेश्वरसँग अझ नजिक हुने समय बिताउन सके राम्रो हुन्थ्यो। जब हामी यसरी बाँच्छौँ, येशूले सबैभन्दा धेरै खुसी हुनुहुन्छ। अब हामी सबैले येशूको शिक्षालाई मनमा राखौं र असल विश्वासको बालबालिका बन्न सकौं भनेर प्रार्थना गरौं है। प्रार्थना। माया गर्ने परमेश्वर पिता, आज येशूले सुनाउनु भएको धनी र गरिब बच्चाको कथा हाम्रो मनमा गहिरोसँग बसोस् भनेर प्रार्थना गर्छौं। आज हामीलाई परीक्षा दिने धेरै कुरा छन्। त्यसैले जब हामी अझ बढी पाउन चाहन्छौँ, हामी ढुङ्गा वा स्टोनलाई हेर्छौँ। आज हाम्रो मनमा सही निर्णय गर्न सकौं भनेर सहयोग गर्नुहोस्। येशूको नाममा प्रार्थना गर्छौं। आमेन। लाजरको दृष्टान्तबाट अमूल्य शिक्षा पाउन पाएकोमा धन्यवाद। हामी यो संसारमा बाँचिरहँदा हाम्रो वरिपरिका कठिनाइमा परेका छिमेकीहरूलाई हेरचाह गर्न र प्रेमले बाँड्न सक्ने मन दिनुहोस्। आफ्नो स्वार्थी धनी जस्तो नभई प्रभुको मन जस्तै अरूलाई सेवा गर्ने येशूका चेला बन्न सकौं। र परमेश्वरको वचन बाइबललाई सधैँ नजिक राख्न र त्यो वचन अनुसार आज्ञा पालन गर्दै बाँच्न सघाउनुहोस्।
संसारका प्रलोभनहरू बीच पनि डगमग नगरी केवल प्रभुलाई नै हेर्दै बाँच्न सक्ने हामी बनुन् भन्ने चाहन्छौँ। यी सबै कुरा जीवित हाम्रा प्रभु येशू ख्रीष्टको नाममा प्रार्थना गर्छौँ। आमेन।